लो है ढोल तान्न सुरु भयो सबै मुन्दुमी प्रक्रिया पुरा गरिसकेर यस्तो भइसकि गयो अब चेन्ज भइ गए ढोलको छाला हवा चाहिँ गोरुकै छाला चाहिँ गोरुको छाला हुनुपर्ने यो चाहिँ अहिले चाहिँ बेतलौरीले अनि त्यो खड्गोको पूजा गर्छौँ खड्गोमा शक्ति दिन्छौँ हामीले पनि त्यो शक्ति एउटा अलिकति जागिने हुन्छ नि त्यो हामी चाहिँ त्यो खड्गो पूजा गर्ने बेलामा जमरा कालो टिकाले पूजा गर्छौँ त्यो खड्गोमा पनि कालो सेतो ढर्सो तान्छौँ कालो टिका लगाउँछौँ भोलि जाने समय अनुसार त्यसको अर्थ बदलिँदै जान्छ होइन अब हिन्दूहरूले जुन चाहिँ यहाँ सयौं वर्ष जुन चाहिँ लादेको छ मानिसहरूलाई त्यसबाट मुक्ति हुनको लागि अनि यो राजनीतिक नाराको रूपमा हैन गौरी बेतलौरीले चाहिँ उसले चाहिँ चोयाले तान्दैछ त्यस्तो पनि हुन्छ त्यस्तो पनि हुन्छ उ लगेर यता यसो यो हिन्दू जुन आधिपत्य छ त्यसको आवाज चाहिँ दसैँ बहिष्कार भन्ने दामी भन्छ अहिले त तेरिका खोइ त बुट्टा छोआ हात बुट्टा नि फरक भइगयो त बधाईको फरक मान्छेले राम्रो त्यो धर्मनिरपेक्ष भनेको धार्मिक स्वतन्त्रताको टेक्निकल शब्द हो कानुनी शब्द हो काङ्ग्रेस जस्तो पार्टी कम्युनिस्ट भन्दा पुरानो पार्टी जसले चाहिँ धर्म बाउलाई चाहिँ डिसरेस्पेक्ट गरेको के बाउलाई चाहिँ अपमान गरेको अपमान हो दामी जाँदो रहेछ नि त त्यसले त ओहो जोड काम दिने रहेछ यसले ल है मेरल्यान्डको बुढौली दुईजना दुवाङमी दुईजनाले चाहिँ पुरै ढोल तान्दै हुनुहुन्छ दामी है यो दोरी चाहिँ गौरी बेतको साह्रो मजाले भिजेको छ मैले अस्तिको दिनै भिजाएको नि सुत्ली जस्तै कस्तो मजाको ल है ढोल चाहिँ यसरी तानिन्छ हेरौँ है कम्ती कम्ती नै गरौँ होला है अब हेरौँ कसरी जाँदो रहेछ ढोल तान्ने तरिका चाहिँ यो रहेछ है हेरौँ त है यसले चाहिँ विचार गरेको कि टुल बिनाको त लामा सामा बिनाको लामा हुँदैन कलर अस्तिको 3-4 दिनदेखि कलर किन्नु थालेको बास नाति भन्छ अरे हो चाम्लिङ कोपाले नाति चाहिँ रिसले फेरि हो अघि छिराउँदैन त्यसलाई पर मिलाएर फेरि गरौँ म तान्छु आँखामा पऱ्यो भने भरे टुट्ने डर हुन्छ कि बटाल
ल दामी अहिले चाहिँ उता कस्तो मजाले तानिन्छ त्यत्तिकै तानिन्छ होइन हो त जान्नु छैन तान्नु मा तुइमाले भेटेको पो तुइमा भनेको चाहिँ बन्द भएर के हो बेत हो ए बेत त्यो पनि गौरी बेत भुटानको पुनलाखाबाट ल्याएको त यहाँको होइन नि हो छेउ नै त्यत्तिकै राख्नु ओलीको बस त्यतिमा रोकेर लगभग अहिले तानिसक्यो राम्रो सकिँदैन उसले चाहिँ चोया नै हुन्थ्यो र चोया त अब तन्किँदै तातो तन्किनु मान्दैन अब त्यो अझै छ त्यो फेरि तान्दाखेरि दोबार साह्रो मजाको देखियो बुट्टा पनि नि जोडी जाने छड्के हुन्छ छड्के जान्छ यो र यो सिधा मिलेर यो त बाटो माथि सिलिचुङमै हो बिचमा थुम नगरिकन हो साल्पा पोखरीमा चोखेर साल्पा पोखरी नागेर सिलिचुङमै यताको छ है त्यो त तान्नुपर्छ है यताकोलाई त्यति तान्नु हुँदैन त्यहाँ त बस्नु पर्यो एकै अब यहीँबाट यो यता यता बनाएको थियो पछाडि चाहिँ के अरे कुकुरको बेड लाउनु साधारण के हो उसको कसको बेनाको तर त्यो ल है अब एन्डिङ हुनु आँट्यो है यहाँ एन्डिङ मात्र भएर भयो नि अब यसलाई ब्यालेन्स बनाउनुपर्छ हो ए यो हो यो अहिले होइन भएर अब डबल गर्दाखेरि अन्त्यमा चाहिँ गाँठो पार्ने यहाँबाट लिएर यहाँ रहेछ पुर्खाहरू चाहिँ बाटै हो हाम्रो पुर्खाहरू अब यस्तो बाँसको यो के भन्छ यो चोया बेतलरीको चोया दोरी यस्तै छ तर मजाले जतासुकै बाँगिने भाँचिँदैन केटाकेटीको त्यति आउँदैन नि एकैचोटि देखाएको उल्टा पल्टा भयो भने के लडाइँ भइहाल्थ्यो लडेदैन आमामा सुटाइले बजार भइहाल्छ ट्राक्सिङ यस्तो भएन ट्राक्सिङ भन्दा बेसी झापटले हान्थ्यो उहिले कोपाहरूले अन्त आई गर्दै बनाउनु पर्दैन हाम्रो बाबालाई त्यस्तो बनाउँदाखेरि भागिसक्दा त त्यसको त सिकारीको थान बनाउनु माथि गुँयालोको फेद जहिले गर्थ्यौँ बिहान गएर हाम्रो काइला सानो थियो सिकारी थान बनाउँथ्यो त्यो उल्टा पल्टा बनेर बनाएछ आएर यसो हेरेर त अनि एकैचोटि एक टाक्सिङ र एक झापट
यसरी गरे कानमा भेट्यो कि झुनुनु पनि भयो मेरो पालो कायालाई आगो फुकु भनेर छोडाखेर स्वाट त्यो भिरमा चाहिँ हाम्रो घरदेखि उता त्यो अमलाबाट यसो हेर्दा चाहिँ मौरी उडिबस्थ्यो अनि बिहान झुल्के घाममा त देख्छ नि मौरी क्या बिरुली उडेको त्यो मौरी पहिलानु गयो कि मौरी पत्ता लगाएर राखेर आयो कि आउँदाखेरि त फेरि बनाएछ हाम्रो पापाले त्यो सुरु गर्दै रहेछ अनि यहाँ आइआएछ भने कुखुरा सघाउन लगाएर फेरि एक ठप अनि टाउको पसार त अहिले पर मौरी थियो र हेर्नु गएको कहाँ छ भन्दै भने ऊ पर छ भने अब यस्तो पर्वतीय बोल्नु पाइन्थेन खालि आफ्नो कुरा अनि त्यहाँको हतार त्यो सुर्बे भन्छ हामी सुन्नु अब नाच्छिङ र अनि त्यहाँबाट त्यो मौरी देखाउनु लगेको कि खुसी भयो फेरि गएर काडी पनि बाल्यौँ त आमा ढुङ्गाको चेपमा रहेछ कि त्यतिखेर 2 भाडा निकालेको त्यतिखेर टक्सिङ खाइएन नि त्यतिखेर त टक्सिङ खाएन होला त्यो मौरी देखेर त खुसी भइगयो अनि त्यो ढुङ्गाको चेप यत्रो त्यो हाम्रो झ्याम्पल र त्यो छिनो चाहिँ के अरे यो थालीको टुक्रा लगेर खोपेर त्यति टाउको छिराएर मैले नि तान्दै निकालेको 2 भाडा त्यहाँदेखि चाहिँ दामी भइगयो लु अलमोस्ट अब त्यसलाई त तान्नु त जेठा अलि एकछिन पुरा पास नगरौँ कसैमा छ अब फेरि यहाँबाट रि गरेर लानुपर्छ रि गर्नुपर्छ ल है पापाको ढोल तयार हुँदैछ छिराउने चाहिँ छिरा राख्नुपर्छ अहिले नै त्यो सुल्किँदैन पनि ल सबैतिर पुऱ्याइसक्यो हो पार यहाँ अहिले अस्ति बाँधेर अब यसलाई चाहिँ टाइट पार्दै गएर अब चाहिँ एउटा मार्नु पर्दो रहेछ आसुदर काठको पार्किङ बनाउँदा यहाँ लाएर यसो तान्नुपर्छ है हातले सक्दैन अब यस्तो चाहिन्छ ठिकै अल्झै मात्रै राख्नु अहिले यसलाई त अब टाइटै बनाउनु पर्छ नि अनि कसिँदा जान्छ भुटानबाटको मुर्राई थुर्मी पनि भन्छ मुर्रा यो के को काठको हो रे छोवा मर्रा के काठको हो रे यो त्यो थुर्पी के कुन काठको कैयौँको पयौँ यो चाहिँ साधनको यो चाहिँ भुटानको हाम्रो यो पयौँ भुटानको विक्रमको कोपाको फुपाको 55-60 वर्ष भुटानबाट ल्याएको यो चाहिँ इतिहास हो एउटा चाहिँ बचाएर राख्ने हो यो त भएर खोल्नु पर्छ अनुहार फेटेको साइडको नयाँ तरिकाको अलिक कसम त्यसो भने बुढेहरूलाई घरै फेरि यो गयो नि अब त एक रुपियाँले आँखामा टुप्पोबाट चाहिँ तान्नै हुँदैन होइन उयो कुकुरीको त हुन्छ त्यतिकै निकाल्छ अब यसलाई अलिकति यता यस्तोमा लाएर ए हुँदैन ठिक यसलाई अलिकति यो चाहिँ निकाल्नु अलिकति यसलाई यो छाला ल यो चाहिँ पुरानो आरसुबी यो वासन पहिला यो भित्र थियो अब अहिले अर्को लगाइएको छ यता मुक्नु गयो त्यसलाई भएको यसको एकछिन ल पहिले यसलाई पनि अलिक त्यसले चाहिँ यो तानिन्थ्यो होइन त्यसले यो तानिने हो कि हो त यसले उताको तानिने यसलाई उता लजाउँछ फेरि यहाँ त्यो यो चुडी गयो भने यसले कभर गर्छ त्यो दुलोवटा छिराएर त्यसको तिखारो होइन यहाँ छिराउनु खोजेको यहाँ यो चुड्यो भने यसले काम दिन्छ नि ए लुकायो नि त्यसले अब अझै यहाँ पुग ए त्यसलाई यहीले एकछिन ल यसको अब यसको मुनिबाट तिखार्नु पर्छ होला अलिक आउँछ अलिक तिखारौँ न यो पनि पातलो पऱ्यो क्या त्यसपछि तर आउँछ